हरिओम नमो नारायण जय काल भैरव बाबा। भिडियो हेर्नुहुने सबैलाई नमस्कार। सपनामा भगवान काल भैरव बाबा देखे के हुन्छ त? आज यस विषयमा चर्चा गर्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। काल भैरव बाबा भगवान शिवजीका तेस्रो नेत्र हुन्। बाबा काल भैरव कलियुगका एक शक्तिशाली भगवान हुन्। काल भैरव एक दयालु भगवान हुन् जसले काल भैरव बाबालाई हृदयदेखि नै सेवा गर्दछ। उसले आफूले सोचेको र आँटेको कुराहरू एकदमै कम समयमै प्राप्त गर्दछ। सपनामा काल भैरव बाबा देखिनु एक शुभ सपना हो। यसले के सङ्केत गर्दछ भने अब तपाईँलाई छिट्टै नै सफल मिल्दैछ। तपाईँमा भएका दुःख कष्टहरू हरण हुँदैछन्। यदि सपनामा बारम्बार काल भैरव देख्नुहुन्छ भने यसले काल भैरव तपाईँको इष्ट देवता भएको सङ्केत गर्दछ। यदि सपनामा काल भैरव रिसाएको देख्नुभयो भने तपाईँबाट केही भुल भएको वा तपाईँ गलत बाटोमा हिँड्दै हुनुहुन्छ भन्ने सङ्केत गर्दछ। यदि यस्तो सपना देख्नुभयो भने तत्कालै भगवान काल भैरवजीको पूजापाठ गर्नुपर्दछ। यसो गर्नाले तपाईँको आगामी दिनमा आउने सङ्कटहरू टर्दछ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस भिडियो कस्तो लागिरहेको छ? जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिनुहोला। प्रतिक्रिया दिनको लागि हाम्रो कमेन्ट बक्समा गई दिन सक्नुहुन्छ। आगामी दिनमा यस्तै भिडियोहरू हेर्नु मन छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।